खानु है ल आलु निम्कीहरू यस्तो मेहनत गरेर आएको छ खानु परेन अब होइन वान गो भाइको लागि फेरि झार्दिएकै छ मैले चाहिँ ए खतरा थियो कि थिएन खतरा लाग्यो ल यता हो त यहाँ यसरी पक्रिदियो ल यसरी हुन्छ अलिकति पछाडि हो अलिकति हो यसरी यहाँ भिडियो गरिदियो ल म आउँछु नि माथिबाट माथि हो यसरी म जता जान्छु त्यसरी गरिदियो ल भिडियो भइरहेको छ अहिले ठिक छ हो यसरी म आउँछु मलाई नै देखाउने ल उहाँकै साथीकोबाट दिएको हाई भनिदिनु न यता भ्लगमा हेलो कस्तो लाग्यो तपाईँकै साथीको मोमो थ्याङ्क यू ल जाउँ ल हाई भनिदियो सबैले ल सबैले सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो मच भाइलाई भाइले मेरो भिडियो गरिदिएको छ सो बाई बाई यो लेट्स गो बाटो ओइ आज त उहिले हानेकै गर्नु पर्ला जस्तो छ सो एभ्रीवान सो वेलकम ब्याक टु माई च्यानल सो तपाईँहरू कस्तो हुन्छ होला अनि मैले चाहिँ डाइरेक्ट आज इन्ट्रो अलिक ढिलो भएर चाहिँ स्कुटीमा गर्दैछु अहिले चाहिँ कहाँ जान आँटेँ भन्दाखेरि चाहिँ खाजा खानुको लागि मोमो लिनु जाँदैछु क्या सो मोमो पैसा चाहिँ कसरी पाएँ भन्दाखेरि चाहिँ घरमा काम गरिदिएको थिएँ नि त अनि घरमा काम गर्दै मलाई चाहिँ 500 जति दिनुभएको छ क्या खाजा खानुको लागि हामी काम गरेको थियौँ नि त एन्जेलिका दिदी र म त्यसको लागि चाहिँ हामीलाई पैसा दिनुभएको छ अनि म चाहिँ अहिले दोकान जाँदैछु है त मोमो प्याकिङ गर्नुको लागि अहिले चाहिँ वेदर अलिक जाडो पनि छ आज चाहिँ अनिस दाइलाई फोन मागेर चाहिँ साइक्लिङ गरौँ भन्दै थिएँ भ्याइँदैन जस्तो छ अब साइक्लिङ गर्नुको लागि तर म चाहिँ टाइम मिलाउनु ट्राई गर्छु है त सो म चाहिँ अनि अहिले फोनबाटै भ्लग गर्दैछु क्या अहिले भ्यू अलिक राम्रो आएको छैन होला फोनबाट हातले गरिरहेको छु क्या एउटा हातले कुदाउँदै एउटा हातले भ्लग गर्दै बाटो बन्द भएर चाहिँ अहिले उताबाट घुम्नुपर्छ अलिक टाढो हुन्छ क्या अहिले चाहिँ घुम्दाखेरि चाहिँ धरानमा चाहिँ गर्मी एकदम बढिरहेको छ आज मात्र होला अलिक शीतल भएको चाहिँ एउटा बाइक किनौँ भनेको पैसै छैन यार नत्र यसो बाइकको भ्लगिङ गर्नु पाइन्थ्यो यस्तो गरेर हो अब बाइकको भ्लग गरौँ भने बाइक नै छैन अब तपाईँहरूले अलिक भ्युज मेरो बढाइदिनु भयो भने चाहिँ फिक्स बाइक आउँछ है त ग्यारेन्टी दिन्छु भ्युज चाहिँ अलिक पुग्नु पऱ्यो क्या भ्युज पुग्यो भने त म त बाइक किनेर तपाईँहरूलाई यस्तो दामी भ्लग देखाइदिनु सो मोमो चाहिँ यहीँ लिन आँटेको यही दोकानमा ट्याक्क मोमो त रेडी पो भइरहेको रहेछ क्या दिदीले कल गरेर रेडी गरिसक्नु भएको थिएछ सन्चै हुन्छ दिदी आयो नि तपाईँ चाहिँ यसो हल्का क्लिप ल दिदी गएको म ठ्याक्क मोमो लिन आएको थिएँ ठ्याक्क मोमो त रेडी भइसकेको रहेछ क्या दिदीको साथीको दोकान हो नि त अनि कल गरेर चाहिँ रेडी गरिदिइसक्नु भएको थिएछ है त सो यहाँदेखि चाहिँ अब म राइट साइड जानुपर्ने हुन्छ यहाँदेखि चाहिँ अफ रोड चाहिँ अलिक भिडियो गर्नु पाउँदिनँ होला है त कच्ची बाटो हो क्या यो चाहिँ उता बाटो मेन रोडै बाटो बन्द भइरहेको छ नि त अनि कच्ची बाटो हिँड्नुपर्छ आजकल यस्तो कम्ता धुलो उठ्दैन यहाँ अरू गाडीहरू हिँड्नु भने त सो अहिले चाहिँ मोमो खाँदैछ है त सो मेरो चाहिँ फक्सको त्यो रेसिङ गर्दाखेरि लाउने त्यो जर्सी थियो त्यो नि हराएछ अनि मैले चाहिँ यो लगाइरहेको छु है त त्यो भएको भए चाहिँ अलिक कम्फर्टेबल हुन्थ्यो क्या सो त्यो छैन र म चाहिँ मैले यो टी सर्ट लगाइरहेको छु स्विमिङ खेल्ने जस्तो छ फेरि यो चाहिँ यहाँ यस्तो हेर्दा यो मोमो चाहिँ दिदीको साथीको दोकानबाट थियो अनि चाहेको मिठो रहेछ क्या मोमो त्यहाँको पनि एकदम फास्ट डेलिभरी थिएछ त्यहाँ चाहिँ उहाँकै साथीकोबाट दिएको हाई भनिदिनु न यता भ्लगमा हेलो कस्तो लाग्यो तपाईँकै साथीको मोमो मिठो आँखा पोल्याएर खोर्सानी थिएछ आँखा मिच्याएर मुखमा खोर्सानी भएकोले
त्यतिबेला यो खुर्सानी नै यो अलिक थराएको भयो खोर्सानी ताटी लाउनु पर्ने हो मोमो खाने बेला त आँखा त पोल्छ यार I'm ready with my outfit अनि हामी सरी म भ्यू पोइन्ट जाँदैछु है त अहिले अब गोप्रो लाउने त्यहाँदेखि लेट्स मुभ अन भ्यू पोइन्ट याप लेट्स गो सो आफ्टर लङ टाइम ठट्टाइदिनुपर्छ है त त्यहाँ आज यस्तो दामी विधि हाल्छु कि म अब धेरै पछि कुदाउँदैछु नि त यस्तो दामी ठट्टाइदिन्छ है त म अब अहिले चाहिँ म बस्दा वक्क लागेको थिएँ त अनि अनिस्ताहरू पनि ठ्याक्कै आउनु भएछ अनि म चाहिँ किलमा यहाँसम्म आएको क्या आलु खानुको लागि चाट प्याक गर्नु लगाएको छु है त मैले चाहिँ यहाँ ठाउँ चाहिँ रेडी भइसक्यो नि अब कसले दियो कसले दिएन त्यही हाल्यो खानु है ल आलु निम्कीहरू यस्तो मेहनत गरेर आएको छ खानु परेन अब होइन कस्तो ल्यायो भएर जोनस पिरो अमिलो बुलियो पिरो अमिलो चुवासे लटक्क चियर्स दिपसागर मैले चाहिँ बिदा लिइसकेँ त अब सिधै भोलि मात्र आइन्छ दोकानमा यहाँ यता हुन्छ गोप्रो पाइसकेँ अब सायद म नाइट राइड गर्छु होला है त अब अहिलेको लागि चाहिँ यस्तो दामी नाइट राइडको हालिदिउँ भनेको गोप्रो नि चार्ज नपुगेर टाइमिङै भएन क्या सो अब नेक्स्ट टाइम गर्नुपर्छ नाइट राइडको चाहिँ आउँदैन है त अब सिधै भोलिको के गर्छौ अब सिधै भोलि माथि भ्यू पोइन्टबाट झरेको हाल्छु विली हान्दै गरेको है त सो भोलिको भिडियोको लागि पर्खिदिनु होला अहिले चाहिँ म बास्केटबल खेल्नु जाँदैछु नाइट राइड गर्नु पनि गाह्रो छ तर यार भनेको चाहिँ सजिलो हुँदैन त्यो पसिहाल्यो आँखामा यहाँ हो म खेल्न आँटेको चाहिँ यतै पर त्यो भनेको मान्छे त आमामा कति साह्रो यार म चाहिँ आफ्टर लङ टाइम यहाँ भानुचोकमा आएको छु सो अब खेलौँ है त के कस्तो हुन्छ जोस् म थोरै मात्र खेल्छु क्या एकछिन हल्काको लागि मात्र सो फाइनली खेल्यो पनि आज धेरै बेसी खेलेको क्या अनि मेरो टिममेट भाइले नि थ्याङ्क यू सो मच भाइलाई खेलिदिएकोमा भाइको टिममा छिरेको थिएँ क्या म चाहिँ अनि अब लाग्छु सिधै भ्यू पोइन्टमा जाने है त अब भोलिको भयो सो यो गुड मर्निङ एभ्री वान फाइनली म चाहिँ अहिले गोप्रोबाट भ्लग गर्दैछु है त सो गोप्रो चाहिँ मेरो हातमा आइसकेको छ अब सिधै माथि जानुपर्छ है त माथि भ्यू पोइन्टमा भेट्नुपर्छ फाइनली म बल्ल बल्ल माथि आइपुगेँ त यहाँ 1 घन्टा भयो यार पेडल मारेको यहाँदेखि मलाई 1 घन्टा लाग्छ भने जुन म त्यहाँ ओह्रालोसम्म पुग्नु चाहिँ मलाई 10 मिनट मात्र लाग्छ क्या ग्यारेन्टी दिन्छ है त अनि यहाँ चाहिँ धरानको भ्यू छ आज चाहिँ अलिक क्लियर आएको रहेछ क्या सो धरानको भ्यू यता छ तरारा उता पर छ क्यामेरामा चाहिँ देखेको छैन होला है त अनि डगी भाइहरू यहाँ सुतिरहेको रहेछ सो त्यही हो अब गोप्रो लगाम अनि जुम है त यो चाहिँ मेरो आज चाहिँ त्यस्तो डाउनहिल भन्दाखेरि पनि रोडको ट्र्याकको बाटोको भ्लग मात्र हुन्छ है त बाई बाई गर्दै अब हामी निस्किनुपर्छ है त त्यतिका सो यो लेट्स गो आफ्टर लङ टाइम साइक्लिङ पनि गर्दै अनि जुन यो गोप्रोको भ्यू छ नि धेरै बेसी गरेको छु क्या मैले सो थ्याङ्क यू सो मच फर अनिस दाईले गर्दा है त सबै ओभरटेक नगरौँ यार रनिङमा चाहिँ कहिले ओभरटेक गर्नु हुँदैन क्या लेट्स गो आज धेरै बेसी कुदाएको छु यस्तो कुदाउनु मन छ नि
ओभर कुदाउनु मन छ क्या, धेरै बेसी कुदाएर होला। जिउ त एकदम तातिरहेको छ। हावाले गर्दाखेरि चाहिँ अलिक डिस्टर्ब भइरहेको होला है त। सरी फर द्याट। मसँग केही माइकहरू पनि छैन, भ्यू पनि राम्रो आएको छैन होला, माइकहरू पनि छैन क्या, त्यसको लागि भिडियो गरौँ भनेको माइकहरू नै छैन। ल उहिले हान्दै जाउँ न बिस्तारै, मजा आउँछ मजा। यो हाय हाय हाय, विली त आजकल त यस्तो इजी लाग्दैन यार। म त इजी हुन्छ क्या विली हान्नु त। सुरुमा सिक्दाखेरि चाहिँ यस्तो गाह्रो हुँदैन थियो विलीमा। 3 महिना जति लाग्यो क्या मलाई विली सिक्नको लागि। अनि कस्तो छिटो आएको यार, म अति छिटो आएँ क्या। उकालो चढ्दाखेरि कस्तो टाइम लागेको थियो, ओह्रालो त एकैछिन आइदियो। धेरै बेसी कुदाएको यस्तो विली हान्नु मन छ खरो। आज त विली हानेकै गर्नु पर्ला जस्तो छ। यो यता उकालोदेखि चाहिँ यता लाग्थेँ, आज चाहिँ यतादेखि तल लाग्दैछ त। किनभने तपाईँहरूलाई नयाँ ट्र्याक देखाउनु, नयाँ भन्दा नि पुरानै हो, त्यही कति भयो नि त म नगएको। सो नगएको 1 वर्षै जति भयो होला क्या। सो नयाँ ट्र्याक देखाइदियो भने त लेट्स गो। सो हिजो चाहिँ म नाइट राइड हानौँ भनेको यही ठाउँमा थियो, अलिक जङ्गल अँध्यारो छ क्या। सो लाइट बालेर चाहिँ यहाँ टाउकोमा लाइट बालेर चाहिँ यस्तो दामी हुन्थ्यो नि, साइडमा यो हेलमेटको साइडमा लाइट बालेर ट्याक्कसँगले कुदाउनुको लागि चाहिँ बब्बाल हुन्थ्यो। बाटो हेर्नु नि, राति कुदाउनुको लागि बब्बाल हुन्छ यो। सो अब केही छैन, मेरो क्यामेरा बनिपछि कुदाइनु ल। सो अहिले चाहिँ अब म हिँड्दैछु क्या, अलिक खुट्टा पनि दुख्यो, अनि कति साइकल कुदाउनु भनेर हल्का हिँडेको पनि। यस्तै छ ठाउँहरू चाहिँ बाटो। अब त्यहाँदेखि चाहिँ म सिधै तपाईँलाई गोप्रोमा भेटाउँछु है त। यो बाटो लेट्स गो। अलिकति यहाँ स्लिपरी छ, यो लेउले गर्दा केही छैन। यो अलिकति बोजू बबाल छ बाटो यहाँको चाहिँ। यहाँदेखि चाहिँ उकालो चढ्नुपर्छ, म यहाँ झर्छु है त। उकालो चढ्नु सकिँदैन। आइया आइया भ्यू चाहिँ I'm gonna ride it, so let's go and have fun. So अनि अलिक केयरफुली हिँड्नुपर्छ, म पनि एक्लै छु है त। सो एक रिभर्स हान्दिउँ न। So now let's go. Woo! अफ रोड चाहिँ यस्तो दामी छ नि यहाँ। बाटोमा खतरा थियो कि थिएन? खतरा लाग्यो।
भाइलाई सानो भिडियो गर्नु दिन्छु ल यताउता खतरा छ अलिकति भिडियो गरिदेऊ ल मेरो थोरै अलिकति हुन्छ ल यताउता यहाँ यसरी पक्रिदेऊ ल यसरी हुन्छ अलिकति पछाडि हो अलिकति हो यसरी यहाँ भिडियो गरिदेऊ ल म आउँछु नि माथिबाट माथि हो यसरी म जता जान्छु त्यसरी गरिदेऊ ल भिडियो भइरहेको छ अहिले ठिक छ हो यसरी म आउँछु मलाई नै देखाउने ल वान गो भाइको लागि फेरि झार्देकै छ मैले चाहिँ म होइन थ्याङ्क यू जोनस राई सब्सक्राइब ल हस् ओइ अलिकति कडा रहेछ यार मा ओभर पाइप रहेछ यार अहिले त कुदाउनै गाह्रो हो पाइपदेखि चाहिँ अलिकति जोगिनुपर्छ है त ओइ आम्मामामा ट्र्याकै चेन्ज भएछ नि त पुरै यहाँदेखि यस्तो टक्क त्यहाँ सिधादेखि यस्तो आइन्थ्यो अहिले चाहिँ ट्र्याकै चेन्ज भएर यस्तो रहेछ पल्टे हान्दा छैन त यार यहाँदेखि चाहिँ म जान्छु ल जाउँ ल आयो भनिदियो सबैले ल सबैले सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो मच भाइलाई भाइले मेरो भिडियो गरिदिएको छ सो बाई बाई यो लेट्स गो बाटो चाहिँ ओइ आमामामा बाटो अलिकति थोरै ल पाइप रहेछ पाइपदेखि अलिक केयरफुली हुनुपर्छ आमामामा बाटो त चिप्लोले त आन्टी एकताल गाडी आउँदैछ कि छैन हेरिदिनु त छैन है Let's go after a long time. एक मिली हान्दिउँ न यस्तो बाटोतिर Let's go. सुगर फ्री दही छ कि छैन एक प्याकेट दिनु नि बट्टाको होइन बाहिरको बाहिर प्याकेटको हुँदैन सुगर फ्री त्यसो बट्टाकै दिनु न त बट्टाकै छ भने तेरिका थाक्यो यार कसरी हो त्यो बट्टाको सुगर 80 सुगर फ्रीलाई नि 80 भन्छ र त्यत्रो एउटै हो सुगर फ्री अनि सुगर फ्री त नि अलिक सस्तो जस्तो लागेको थियो त आम्मामा दही पनि के महँगो यार 80 रुपियाँको अरे सुगर फ्रीलाई पनि यार एक रियाक्सन खिच्दिउँ यता मङ्गलाबारीको चाहिँ एटेरिका आज बजार हो नि त सो त्यसैले अलिकति रियाक्सन पनि आउँछ रियाक्सन एक खिच्नुपर्छ मङ्गलाबारीतिरको कत्रो भिड हो मङ्गलाबारी त बा एउटा स्कुटीमा 5 जना बसिरहेको छ यार यहाँ भाइहरू 5 जना सो गोप्रो पुऱ्याउनु जाँदैछ है त म अहिले अनिस दाइकोमा
फाइनल आयो मर्निङ बिहान के छ दिइहाल्छ। सो जति नै क्लिप थियो यो सबै साइकलको, जुन यो साइकलको क्लिपहरू छ नि यो गोप्रो सर्टहरू जुन हाम्रो दाइले गर्दा है त। थ्याङ्क यू सो मच दाइ गोप्रो दिनुभएकोमा। दाइले गर्दाखेरि चाहिँ सबै क्लिप हेर्नु पाउनु भएको छ है त तपाईँहरूले गर्दाखेरि। आजको लागि यति नै। सो म इन पनि यहीँ गरिदिन्छु। तपाईँहरूलाई कस्तो लाग्यो सब्सक्राइब गरिदिनु होला है त, कतिजनाले गर्नुभएको छैन भने। सो आजको लागि यति नै। बाई बाई गाइस, सी यू नेक्स्ट ब्लग, स्टे ट्युन।